परीक्षा नजिकै किताबको भारी, समयको चाप अनि मोबाइल, फेसबुक र टिकटकको लोभ। के तपाईँ पनि यस्तै दोधारमा हुनुहुन्छ? यदि हो भने अब समय हो मोबाइललाई साथी बनाउने अनि तयारीलाई डिजिटल र स्मार्ट बनाउने। नमस्कार, बोनीटेकमा तपाईँहरूलाई स्वागत छ। आज म तपाईँलाई देखाउने छु 5 यस्ता एप्स जसले तपाईँको लोकसेवा तयारीलाई सजिलो, प्रभावकारी र रमाइलो बनाउनेछ। हेर्नुहोस् अन्तिमसम्म, तपाईँको पढ्ने तरिका नै बदलिनेछ। जनरल नलेज, एप्टिट्युड रिजनिङ, इन्टरभ्यू क्वेसन्स खोजी गर्दै हुनुहुन्छ? यदि हुनुहुन्छ भने आज हामी त्यसैको बारेमा कुरा गर्दैछौँ। आजको पहिलो एप रहेको छ इन्डियाबिक्स। इन्डियाबिक्स एकदमै लोकप्रिय र फ्री अनलाइन प्लेटफर्म हो जहाँ तपाईँ पिएससी, ब्याङ्किङ, इन्जिनियरिङ, टिचिङ लगायत अन्य प्रतिस्पर्धात्मक परीक्षाका लागि तयारी गर्न सक्नुहुनेछ। तपाईँहरूले इन्डियाबिक्समा क्वान्टिटेटिभ एप्टिट्युडका हजारौँ प्रश्नहरू पाउनुहुन्छ, साथै लजिकल रिजनिङका, भर्बल एबिलिटीका, जनरल नलेजका पनि विभिन्न अपडेटेड सामग्रीहरू प्राप्त गर्नुहुन्छ। अझ झन् रोचक कुरा के भने इन्जिनियरिङ स्टुडेन्टहरूका लागि पनि टेक्निकल इन्टरभ्यू क्वेसनहरू यो भित्र रहेका छन्। र यसको सबभन्दा राम्रो पक्ष के छ भने तपाईँले इन्डियाबिक्स एपभित्र नै मक टेस्ट पनि दिन पाउनुहुन्छ। सबै विषयहरू अध्यायअनुसार वर्गीकृत गरिएको हुन्छ। तपाईँ सजिलै अभ्यास गर्नुहुन्छ अनि तुरुन्तै उत्तर पनि हेर्न सक्नुहुन्छ। यो वेबसाइट कम्प्युटर, मोबाइल दुवैमा चल्छ अनि एप पनि उपलब्ध रहेको छ। यदि तपाईँ कुनै पनि प्रकारको परीक्षा वा इन्टरभ्यूको तयारी गर्दै हुनुहुन्छ भने इन्डियाबिक्स तपाईँको उत्कृष्ट साथी बन्न सक्छ। अझ जानकारीका लागि आजै गुगलमा जानुहोस्, इन्डियाबिक्स सर्च गर्नुहोस् अनि अभ्यास गर्नुहोस्। अनि यसमा म व्यक्तिगत सुझाव के पनि दिन्छु भने यसमा हरेक बिहान 1 सेट एमसिक्यू र बेलुका एउटा नोट्स पढ्ने ह्याबिट बसाल्नुहोस्। 10 दिनमै फरक महसुस गर्नुहुन्छ। दोस्रो एप लोकसेवा क्विज। अब सपना छ सरकारी जागिरको, त अब तयारी पनि सरकारी स्टाइलमै गरौँ, त्यो पनि स्मार्ट तरिकाले। यो एपमा तपाईँले पाउनुहुनेछ प्र्याक्टिस क्विजेस, टाइम बाउन्ड टेस्ट, सब्जेक्ट वाइज फिल्टरिङ, त्यसभित्र नेपाली, कन्स्टिट्युसन, जिकेका कुरा। बाँकी कुरा एकदमै राम्रो छ। सबभन्दा रमाइलो कुरा के छ भने तपाईँ आफै आफ्नो प्रगति पनि हेर्न सक्नुहुन्छ। आजको स्कोर र हिजोको स्कोर तुलना गर्न मिल्छ। यसले तपाईलाई सिरियस राख्न मद्दत गर्दछ। तेस्रो एप रहेको छ नेपाली सामान्य ज्ञान। अब आउँछ लोकसेवाको राजा टपिक सामान्य ज्ञान। त्यसैले तेस्रो एप हो नेपाली सामान्य ज्ञान। नेपालका राष्ट्रपति को हुन्? कसले कुन सालको संविधान बनाए? नेपालका जिल्ला, नक्सा, इतिहास। तपाईले यसमा सम्पूर्ण सामान्य ज्ञान नै पढ्न सक्नुहुन्छ। अफलाइन मोड भएका कारण यो एप ग्रामीण भेगका विद्यार्थीहरूका लागि पनि एकदमै उपयोगी रहेको छ। चौथो एप रहेको छ जिके टुडे। अब हामी लैजाँदैछौँ तपाईलाई अन्तर्राष्ट्रिय स्तरको तयारीतर्फ। जिके टुडे एप। यो एप भारतमा चर्चित भए पनि नेपाली विद्यार्थीहरूका लागि पनि अत्यन्त उपयोगी छ, जसले नेपाल, इन्डिया, सार्क, युनाइटेड नेसन्स, इन्टरनेसनल अवार्ड्स, करेन्ट अफेयर्स लगायतका कुराहरू बुझ्न चाहनेका लागि एकदमै सरल र सहज बनाइदिएको छ। तपाईलाई लोकसेवाभन्दा बाहिरका कम्पिटेटिभ इक्जाममा पनि फाइदा हुन्छ। यदि भविष्यमा ब्याङ्किङ, टिचिङ या अन्य सरकारी नन गभर्मेन्टल सेक्टरमा जान चाहनुहुन्छ भने पनि यो एप एकदमै उपयोगी रहेको छ। पाँचौँ एप हो नेपाली डिक्सनरी। अन्तिम तर सबभन्दा जरुरी, किनभने हरेक तयारीको जरा भनेको भाषिक बुझाइ हो। इक्जाममा बुझिएन भने लेख्न सकिँदैन। नेपालीदेखि इङ्ग्लिस र इङ्ग्लिसदेखि नेपाली दुवैका लागि पर्फेक्ट टुल हो यो। अफलाइन सपोर्ट, प्रोनाउन्सिएसन, सिनोनिम्स सबै फिचरहरू नेपाली डिक्सनरीमा रहेका छन्।
अझ झन् रोचक कुरा के भने वर्ड अफ द डे जस्ता फिचर्सले तपाईँको भोक मात्र होइन ज्ञान पनि बढाउँछ। यी 5 एप्स तपाईँको तयारीका 5 हतियार। मोबाइल अब डिस्ट्र्याक्ट गर्ने चिज छैन, तपाईँको स्मार्ट गुरु बन्न सक्छ। पढ्न मन लाग्दैन, यी एप्सको माध्यमबाट डेली 30देखि 40 मिनटसम्म इन्टरेक्टिभ स्टडी गर्न सुरु गर्नुहोस्। प्रोडक्टिभिटी 100% बढ्नेछ। सपना देख्ने मात्र होइन, अब त पुरा गर्ने बेला भयो र तपाईँ पनि यो सिक्नका लागि तयार हुनुहुन्छ भने बोनीटेकलाई साथ दिनुहोला। सब्सक्राइब गर्न नबिर्सिनुहोला, किनभने अर्को भिडियोमा म ल्याउनेछु लोकसेवा तयारीका लागि अनलाइन किताबहरू र फ्री रिसोर्सेसहरू। अबको कमेन्टमा तपाईँ कुन एप चलाउनुहुन्छ भनेर लेख्न नबिर्सिनुहोला। धन्यवाद।